Hey guys, welcome back to my another video. आज चाहिँ म यस्तो खत्रै सिन देखाउन गइरहेको छु। ल हेर्नु होला अब म देखाउँछु र यो ठाउँमा आएर भिजिट गर्नु होला। यो नागोया स्टेसन नजिकै रहेको एउटा चुरीमाई स्टेसनमा रहेको छ र यो घुम्न एकदम लायकको ठाउँ पनि रहेछ। म पनि फर्स्ट टाइम आएको यहाँ, एकदम राम्रो रहेछ र तपाईहरुको चाहिँ एकदम कपल हुनुहुन्छ भने झन् बेस्ट रहेछ ठाउँ, एकदम कपलहरु घुम्ने ठाउँ रहेछ। ल बाटोमा पनि यस्तो राखिदिएको छ, कोही अब यस्तो वृद्धहरू हैन, एउटा हिँड्न नसक्ने मान्छेहरू के थाक्यो भनेदेखि यहाँनेर आराम गर्ने ठाउँ के यो चाहिँ, हिँड्दा हिँड्दै आराम गर्ने ठाउँ बाटोमा है यो चाहिँ। अनि यस्तो ठाउँमा चाहिँ यसरी लेखेर राखिदिएको छ, जीवन गोमी वा जीवन दे मोची खाइरी मास्यो भनेको अर्थ आफूले गरेको फोहोर आफ्नो फोहोर चाहिँ आफैले बोकेर लगाउँ भनिरहेको छ कि। किनभनेदेखि फोहोर गर्न पाउँदैन जापानमा, एकदमै स्ट्रिक्ट हुन्छ है। किनकि यहाँ सानो एउटा चक्लेट खायो भने पनि चक्लेटको चाहिँ त्यो आफ्नो गोजीमै बोकेर लानुपर्ने हुन्छ, एकदम स्ट्रिक्ट छ रुलहरू चाहिँ। यो भित्र चाहिँ बच्चाहरू खेल्ने ठाउँ, तपाईहरु पनि बच्चाहरू छ भने यहाँनिर खेलाउनु होला। सायद टिकट लाग्दैन यसमा, फ्री नै जस्तो छ, फ्री नै होला सायद। बच्चा खेलाउने ठाउँ है यो चाहिँ। राम्रो क्लिनेस छ। भित्र चाहिँ यो एउटा खेल मैदान रहेछ। फुटसल हो यो। एकछिन हेर्दिउँ न। एकदमै ठुलो रहेछ यो गार्डन। ल अब चाहिँ परतिरपट्टि जानुपर्ने हुन्छ है, त्यतातिर लागौँ। Wow, what so beautiful places, एकदम घुम्न लायकको छ। ल फुलहरू संरक्षण गरे रहेछ। कागहरू बसिरहेछन्। त्यहाँनिर गएर हेरौँ के छ अवस्था। जस्ट यो ढुङ्गाले बनेको एउटा संरचना रहेछ, गएर हेर्नु के छ। वाउ, मुनि पानी सब ढुङ्गा छ है, मुनि चाहिँ पानी छ, तर बिचमा चाहिँ यो संरचना खडा गरे रहेछ।